नमस्कार साथीहरू। हिजो तिनगुनेमा राजावादी विरुद्ध भएको पुलिसको चरम दमनले 2 जनाको मृत्यु भएको छ। आन्दोलनकारीले तोडफोड गरे, निजी सम्पत्ति तोडे, आगो लगाए, समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड गरे, त्यहाँ चाहिँ आगो लगाउन पाएनन्, भाटभटेलमा लुटपाट गरे र आन्दोलनकारी जहाँ जहाँ गए त्यहाँ चाहिँ गाडीहरू तोडफोड गरे र तिनगुनेमा एउटा घर आगो लगाए। त्यो आगो लगाएपछि एबी न्युजका फोटो पत्रकारको मृत्यु भयो। यो सब लडबाजहरूले आन्दोलनको नाममा विध्वंस गरेपछि त्यसको नेतृत्व गरेका कमान्डर दुर्गा प्रसाई बेपत्ता भए। पुलिसले रातै पक्राउ गरे डरले उनी फरार छन् र अहिलेसम्म पुलिसले खोजिरहेको छ भने राप्रपाका नेताहरू चाहिँ पक्राउ परेका छन्। सांसद दहल शमशेर राणा पक्राउ परेका छन् र राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र पनि पक्राउ परेका छन्। हिजोको आन्दोलनमा राजावादीको आन्दोलनलाई जसरी पनि दबाउन लागि परेको पुलिस प्रशासन, सरकार र आक्रोशित जनताको बीच टछल थियो त्यो र त्यो टछलमा सरकारले इगो सान्ने काम गरेको छ। हिजोको घटनालाई लिएर नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादीले आफ्नो वक्तव्य निकालेका छन्। गजब के छ भने नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको हस्ताक्षर अङ्कित वक्तव्यमा सन्तुलित उनले बकाइदा के भनेका छन् भने गणतन्त्र 62-63को आन्दोलनबाट आएको होइन, गणतन्त्र 62-63को आन्दोलनले पुनर्स्थापित गरेको संसद र त्यो संसदबाट बनेको अन्तरिम संसद, अन्तरिम समय र त्यसबाट जन्माएको संविधान सभाले घोषणा गरेर गणतन्त्र घोषणा गरेको भनेर भनेका छन्। उनले हिजोको घटनाको निन्दा पनि गरेका छन्। एमालेको अलि आक्रोशपूर्ण तर दोषीलाई कारबाही गर्ने भनेर आएको छ। त्यस्तै माओवादीको वक्तव्य चाहिँ राजावादीलाई पेल्नुपर्छ, ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्छ भनेर आएको छ। यो आन्दोलनबाट सबभन्दा बढी त्रसित भएको चाहिँ माओवादी छ, किनभने भोलि राजावादीको आन्दोलन सफल भयो र राजा राजगतिमा फर्क्यो भने सबभन्दा पहिला टाउको काटिनेमा प्रचण्ड पर्छ। त्यसले उनीहरू डराउनु स्वाभाविकै छ। काठमाडौँका मेयर बालेन शाहले राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएका फोहोर र सार्वजनिक सम्पत्ति क्षतिको बापत पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा पत्र काटेका छन्। उक्त पत्रमा फोहोर गरे बापत 7,50,000 रुपियाँको तिर्नुपर्ने जरिवाना तिर्नुपर्ने भनेर बताएका छन्। यस विषयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलन स्वीकृतिमै भएको, प्रशासनबाट स्वीकृति लिएर आन्दोलन गरेको र यो आन्दोलनमा संयुक्त जनआन्दोलन परिचालन कमिटीको नाम राखेको हुनाले पूर्व राजा ज्ञानेन्द्रलाई चिठी काट्नु चाहिँ एउटा स्टन्ट मात्र हो, प्रोपेगेन्डा मात्रै हो र यो फिर्ता लिनु बुद्धिमत्ता हुन्छ भनेर बोलेका छन्। त्यस्तै हिजोको घटनालाई लिएर राप्रपा चाहिँ समीक्षामा जुटेको छ। बैठक जारी छ उनीहरूको। अब आन्दोलन कसरी अगाडि लाने, हिजोको घटनाको बारेमा के गरे, आफ्ना नेताहरू पनि थुनेका छन्, तिनीहरूको बारेमा के गर्ने भनेर चाहिँ एउटा अन्यल छ र अन्यलका बिच चाहिँ राप्रपाले आफ्नो कार्यक्रम तय गर्ने बताइएको छ। सरकार अझै पनि चेतेको छैन, जनताको आक्रोश बुझेको छैन। जनता आक्रोशित छन्। पुलिसको आक्रोश हेर्नुहोस् त, एउटा भिडियोमा देखिरहेको थियो पुलिसले केपीओलीलाई गाली गरेको थियो। आन्दोलनकारीको नाम लिएर, केपीओलीको नाम लिएर आन्दोलनकारीलाई पुलिसले गाली गरिरहेको थियो। हिजोको घटनामा पुलिसले ताकेरै गोली हानेर समीर महर्जनको मृत्यु भयो, घाँटीमै लाग्यो र एउटा टुरिस्टको चाहिँ आन्दोलनकारीले जलाएको घरमा परेर मृत्यु भयो। त्यसबारे पनि धेरै भिडियोहरू आएका छन् र स्थानीयदर्शीहरूले के भनेका छन् भने यदि पुलिसले उक्त जलेको घरको माथि बसेर रबरको बुलेट र असुर ग्यास नछानेको भए, नहानेको भए हिजोको घटना हुने थिएन, प्रत्यक्षदर्शीले भनेका छन्। यसको मतलब के रह्यो भने हिजोको आन्दोलन जसरी पनि बिथोल्न र भिडलाई उत्तेजित पार्न चाहन्थ्यो, त्यो सरकार चाहन्थ्यो। अनि उता माओवादीका अध्यक्ष पुष्पकमल दाहालले के भने राजालाई अब कारबाही गर्नुपर्छ, सबक सिकाउनुपर्छ, आन्दोलनको तोडफोडको जिम्मा राजाले लिनुपर्छ भने 2052 सालदेखि 10औं खरब बराबरको क्षति पुर्याएको माओवादीले त्यसको आन्दोलनको जिम्मा लियो कि लिएन, त्यसको क्षतिपूर्ति दियो कि दिएन। पुल काटे, बाटाघाटा भत्काए, कालीकोटको पिलीमा बाटो बनाउँदै गरेका सैनिक जवानहरूलाई गोली हानेर मारे, सार्वजनिक बसमा बम पड्काएर मारे, त्यसको क्षतिपूर्ति माओवादीले तिर्नु परेन, किनभने उनीहरूको रगतमै आतङ्क थियो र आतङ्क मच्चा र हिजोको आन्दोलनको चाहिँ क्षतिपूर्ति पूर्व राजालाई बनाउनु पर्ने भन्ने उनको मागेको छ। यो देखेर लाज पनि लाज लजाउने स्थिति बन्यो। अनि 62-63मा भएका तोडफोड भए, बाटोभरि टायर बालेका थिए, आन्दोलन गरेका थिए, त्यसको जिम्मा, त्यसको क्षतिपूर्ति यिनीहरूले तिर्नु
यो व्यवस्था परिवर्तनको लागि आन्दोलन थियो। उनीहरूले गर्ने समय ठिक, अरूले गर्ने समय बेठिक। तर यो भन्दामा हिजोको हिंसक आन्दोलन चाहिँ सही थियो भनेर मान्न सकिँदैन। हिजोको आन्दोलन सही थिएन र कुरा के पनि हो भने आन्दोलन उत्तेजित भइसकेपछि कसैको नियन्त्रणमा रहँदैन। एक त आकर्षित जनता सरकारमाथि आक्रोश पोखिराखेका थिए भने त्यही माथि भिडलाई उत्तेजित गर्ने काम प्रशासनले गरेपछि हिजोको आन्दोलन एकदम दुःखदपूर्ण घटना घट्यो र दुईजनाको मृत्युमा हामी चाहिँ शोक व्यक्त गर्छौँ र म पनि शोक व्यक्त गर्छु। राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गरोस्, किनभने एउटा परिवारको सदस्य गुमाउनुको पीडा उसलाई मात्र थाहा हुन्छ जसले गुमाएको हुन्छ। कृषिमा बसेर विदेशी रक्सी मासु खाएर जनताका छोराछोरीलाई गाली गरेर भ्रष्टाचारमा चुर्लुममा डुबेर पीडा थाहा हुन्छ। हुन त प्रचण्डले आफ्ना दुईटा सन्तान गुमाएका छन्, तर उनलाई रत्तिभर चिन्ता देखिन्छ, किनभने उनी भ्रष्टाचार र दलालखोरसँग यतिसम्म डुबिसके कि उनलाई आफूले पनि चिन्ता गर्ने अब समय रह्यो। सरकारले हतारमा निर्णय गरेर भिडलाई उत्तेजित पारेर हुँदैन, आन्दोलनलाई मत्थर बनाउनेतिर लानुपर्छ र सर्वपक्षीय सहमति गरेर सर्वदलीय बैठक गरेर सर्वपक्षीय सहमति गरेर यो प्रकरणलाई टुङ्गाउनुपर्छ। आजको छोटो भनाइ यति नै। तपाईँहरूलाई कस्तो लाग्यो? मन परे सेयर गरिदिनु होला, लाइक गर्नु होला र सब्सक्राइब गर्नु होला। अर्को भिडियोमा तातो बहस लिएर आउने छु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते।